हाम्रो मिटिङमा चाहिँ यति पैसा कोकोलाई दुःख लागेको छ यहाँ भनिहाल दुःखको कुराहरू कोकोलाई पैसाहरू चाहिएको छ यहाँ भनिहाल्नु म माथि म्युनिसिपालिटीमा खबर पुऱ्याइदिन्छु हाम्रो कुरा चाहिँ के हो खास चाहिँ त्यही बुझेको रत्न भने चाहिँ चिन्दिनँ कि मलाई त त्यो 2100 अर्कै यहाँ चाहिँ हाम्रो मेम्बर्सहरू छ जहाँनिर चाहिँ टिक भएको छ त्यसले चाहिँ अलरेडी अस्ति इन्ट्रेस्ट पाइसक्यो अब नभएकोहरूले चाहिँ आज हामी इन्ट्रेस्ट बाँड्न आँटेको यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो छ है हाम्रो पैसा हो यो चाहिँ हाम्रो सोसाइटीमा चाहिँ आज निकै कम्ती उठेको छ 47,000 मात्रै उठेको छ यहाँ चाहिँ रोमालीले लेख्नु हुँदैछ आजको मिटिङमा के भएको छ त्यो सबै आफ्नो सोसाइटीलाई स्ट्रङ बनाउनु चाहिँ आफूले नै रहेछ किनभने हामीले अहिलेसम्म के पनि फेसिलिटी पनि पाएको छैन रेजिस्ट्रेसनको पैसा तिरेर अब यो चाहिँ हाम्रो आफ्नै हो आफ्नै कलेक्सन हामीको चाहिँ 17,100 इन्ट्रेस्ट गनेको 700 भन्दा बेसी लानु होइन नि त्यहाँ गनेको कति रहेछ त्यो 700 त मेरो होइन पुरेर चाहिँ हाम्रो उयोले लानुभएको निनीले पार्टी अब मिटिङ सकेर हामी चाहिँ मिटिङको बाद चाहिँ गाउँ डुल्नु जाँदैछु हो राम्रो थियो के हेर्ने यसको नाम चाहिँ यहाँ हाम्रो हिरोइनीको घरमा चाहिँ स्नेक प्लान्ट छ अरे अन्त त्यहाँ यसो कब्जा गर्नु गएको नि स्नेक प्लान्टको सुन्तला फलेको नु त्यो काँक्रा फलिरहेको रहेछ हो यहाँ हाम्रो मैना गाउँमा चाहिँ यस्तो रमभेडाहरू पनि पाक्छ खानुहुन्छ नि आइहाल्नु करेला होइन कसले पकाएको यो करेला यहाँनिर जवाकुसुम फुलहरू पनि कस्तो दामी फुलिरहेको छ फर्सी पनि फलिरहेको रहेछ पुरा पो रहेछ त निकै पो रहेछ त है एउटा टुरिस्ट आएको छ हो बनमारा मस्याम भन्छ टुरिस्टलाई चिनाउँदै गरेको यहाँ चाहिँ बनमारा अरे लो खण्ड देखाइयो न खै यो होइन खै सक्खरखण्ड लहरा मात्र देखाइयो खै ए यो चाहिँ सक्खरखण्डको लहरा यो चाहिँ के फलेको फेरि लो यसलाई चाहिँ कौसी सिमी भन्छ ए कत्रो ठुल्ठुलो पो छ त अन्त ल अब के गर्नु हो टुरिस्टहरूलाई त तर हेल्प गर्ने मान्छे पाइहाल्छ नि त फर्सी सेतो खालको पनि रहेछ आम्माम्लो कम्ती छैन त कसले रोपेको यो खै कहाँ छ उखु चाहिँ फेरि फर्सी तर मलाई मन पर्दैन फर्सी चाहिँ है दिवालीको लागि फुल चाहियो भने यहाँ आउनु कुन लाने कुन कलर लाने के कलर पनि दिइहाल्छु फोटोमा राख्न जमाको छु लो चिया पकायो टुरिस्टलाई ल्याइदिएको छु मैले के पकाउने टुरिस्टलाई चिया दादाहरूको चाहिँ यस्तो राम्रो राम्रो फुलहरू फुल्छ कि क्यान सी गाइज है स्याहार्नु पनि पर्यो नि त स्याहार्नु पनि पर्यो नि त है दादा दादाले रोक्नु हुँदैछ
दादाको उयो पनि छ कटेज त्यहाँनिर। यो चाहिँ मौसमी फल्छ हरेक साल यसरी नै मजाले फल्छ यहाँ। यो प्लान्टको नाम चाहिँ थाहा छैन, यहाँ भनिदिनुहुन्छ के अरे यसको नाम चाहिँ? छिटो न, यो पहिलो फुलन अरे। म चाहिँ यो ल्याउन आएको, यो स्नेक प्लान्ट फुलन। मैले चाहिँ दादाले किनेको फुल चाहिँ मागेर स्नेक प्लान्ट लाँदैछु। यो नहल्लै लानु अब अहिले होइन घरमा गएर चाहिँ अलिक टाइट के छेउमा गाडी लैजाउने के भन्नु छ यो दिँदाखेरि मनहरू त दुखेको छैन होला? मन त दुखेको छैन कि यहाँनिर बेला भयो लगेर नस्याएर त आमाम रुममा पो राख्छु त म त। त्यो त अहिले न रुममा छ नि मेरो 4-5 वटा। अहिले म एकदम इन्डोर प्लान्टहरू राख्दैछु नि त।